सर तपाईले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तपाईको अन्तिम इच्छा उहाँसँग पुरा गर्नुहुन्छ अन्तिम इच्छा भने तपाईले कानुनले सल्लाह त्यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द हैन सर नो सर तपाईले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही हैन त त्यस्तो त्यस्तो बोलिँदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर सर अन्तिम इच्छा एउटा हैन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईहरुले चाहिँ एकचोटी कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने अनि अन्तिम इच्छाको अर्थ के हो देशब हजुरको नाम के हो रे हजुरको नाम अनि नाम त भन्न मिल्दैन नि सर देशब नाम मात्रै हैन तपाईको आईडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसकै नाम होइन तपाईको आईडी हेर्ने नि अधिकार हुन्छ अन्तिम इच्छा पढ्न सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेशमा सरकारी वकिलले पक्राउ पुर्जी चाहिन्छ त्यो त चाहियो अनि त्यो पनि चाहिला ठिक छ उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईको अन्तिम इच्छा के हो भन्नु भने सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेढ साहब जस्तो मान्छे वकिलसँग कुरा गरेर जान्छु भनेर भन्नु हैन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ हामीसँग जानलाई त्यही कुरा गर्नु भएको हो नि हैन र सर यहाँ हाम्रो सभापतिज्यूलाई तपाईहरुले पक्राउ गरेर आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो सर नबटार्नु भन्ने कुरै होइन सर यसो नगर्नुहोस् न जबरजस्ती म जानै तयारै छु त लैजानुहोस् न कतिसम्म लानुहुन्छ मलाई पक्राउ पुर्जी त मलाई जारी हुनु परेन र ए अहिले लेख्ने तपाईँले अब पक्राउ पुर्जी बनाउनुहोस् न एकछिन पक्न ए भाइ ठिक छ त मलाई दिनुहोस् न त ल्याउनुहोस् कि ल्याउनुहोस् मैले सही गर्नु पऱ्यो नि मलाई दिनुहोस् न पक्राउ बुझी कस्तो अचम्म यार एउटा पक्राउ दिनुहोस् न पक्राउ बुझी लेख्नुहोस् दिनुहोस् न भइगयो त ल दिनुहोस् वकिल साहब भोलि कानुनको विपरीत गरेपछि तपाईँ ठोक्नु होला नि त हाम्रो मुद्दा हाल्नु त्यस्तो भन्ने हुन्न नि म त गइसक्छु नि पहिला तपाईँ भन्ने अनि पत्र दिने मलाई सुन्नुहोस् न मलाई सुन्ने अनि पत्र दिनु न पत्र ए पत्र दिनु न मलाई ए ल भाइ पत्र दिनुहोस् भइ त गयो त अलि गर्नै परेन त हेलो हुन्छ म जान्छ ल्याइदिनु जनता केही समयको परीक्षा हो है चिन्ता नगर नि कोहीसँग नजुको एकजनासँग गरेर नबस्दिनुहोस् यो बाटो क्लियर गरिदिनुहोस् है यहाँबाट गइदिनुहोस् होइन यो रोडमा बस्नु पाइँदैन मान्छे साइड लाएर बस्दिनुहोस् यो बिचमा उभिएर नबस्नुहोस् ल जानुहोस् हजुरहरू गइदिनुहोस् यहाँ बिच बाटोमा बस्नु हुँदैन यो साइड लाएर बस्नु बिच बाटोमा
घरमा बसेको मान्छे समाएर लिएर आएको छ बस्न पाइँदैन के हुन्छ बस्दैमा हामीले हल्ला गरेको छ हामीले भाइ के चाहिँ मारे अपराधीले के मारेछ प्रहरी साहब राति घरमा बस्छ मान्छे कमाएर ल्याएको सानो कुरा हो अझ प्रहरी मान्नु पर्ने हामीले हो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तपाईँको अन्तिम इच्छा उहाँसँग पुरा गर्नुहुन्छ त्यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही होइन त त्यस्तो बोलिँदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने होइन अन्तिम इच्छाको अर्थ के हो देशब हजुरको नाम के हो अरे हजुरको नाम होइन नाम त भन्न मिल्यो नि सर देशब नाम मात्रै होइन तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसकै नाम होइन तपाईँको आइडी हेर्ने नै अधिकार हुन्छ अन्तिम इच्छा पढ्न सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेशमा सरकारी वकिलले पक्राउ पुर्जी चाहिन्छ त्यो त चाहियो अनि त्यो पनि चाहिएला ठिक छ उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के हो भन्नुभयो नि सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेस साहब जस्तो मान्छे वकिलसँग कुरा गरेर जान्छु भनेर भन्नु होइन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ हामीसँग जानलाई त्यही कुरा गर्नुभएको हो नि होइन र सर यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो सर नबटार्नु भन्ने कुरै होइन नि सर यसो नगर्नुहोस् न जबरजस्ती म जानै तयारै छु त लैजानुहोस् न कति समय लानुहोस् मलाई पक्राउ पुर्जी त मलाई जारी हुनु परेन र ए अहिले लेख्ने तपाईँले अब पक्राउ पुर्जी बनाउनुहोस् न एकछिन पक्न ए भाइ ठिक छ त मलाई दिनुहोस् न त ल्याउनुहोस् कि ल्याउनुहोस् मैले सही गर्नु पऱ्यो नि मलाई दिनुहोस् पक्राउ बुझी कस्तो अचम्म यहाँ एउटा पक्राउ दिनुहोस् न पक्राउ बुझी लेख्नुहोस् दिनुहोस् न भइगयो त ल दिनुहोस् वकिल साहब भोलि कानुन विपरीत गरेपछि तपाईँ ठोक्नु होला नि त हाम्रो मुद्दा हाल्नु त्यस्तो भन्ने हुन्न नि म त गइसक्छु नि पहिला तपाईँ भन्ने अनि पत्र दिने मलाई सुन्नुहोस् न सुन्नुहोस् मलाई सुन्ने अनि पत्र दिनु न पत्र ए पत्र दिनु न मलाई ए ल भाइ पत्र दिनुहोस् भइ त को त अलि गर्नै परेन त हेलो म जान्छ न्याय डिभिजन पर्सन केही खालको केही समयको परीक्षा हो है चिन्ता नगर नि कोहीसँग नजुक एकजनासँग